हाम्रो समाजमा हाम्रा छोराछोरीहरूले यो समाजमा यो ठाउँमा म बस्छु म केही गर्छु भनेर सपना देख्नै छाडिसक्यो। यो सपना नभएको भूमि जस्तो भइसक्यो। यस्तो ठाउँमा नयाँ सिराबाट सोच्न आवश्यक छ, नयाँ सिराबाट विचार गर्न आवश्यक छ। अब तपाईँको अर्थतन्त्रको आजको स्थिति राम्रो छैन, यो मन्दी अझै बढ्नेवाला छ। हामीले एक अर्का जनताको एक अर्काको साथ र राज्य र जनताको साथलाई अझै लोकतान्त्रिक अझै विस्तारपूर्ण बनाउन सकेन भने समस्या ठुल्ठुलो हुँदै जानेवाला छ। यस्ता विस्फोटहरू अझै धेरै हुँदै जानेवाला छन्। त्यसकारण हामीले हरिरोकालाई जिताउने र सँगसँगै हरिरोकालाई जिताउनुको अर्थ के हो, त्यो अर्थलाई हाम्रो जीवनमा हाम्रो ठाउँमा हामी जहाँ जहाँ काम गर्छौँ त्यहाँ कसरी विस्तार गर्ने, यो दुईटै काम सँगसँगै लिएर जानुपर्ने छ। म खोटाङको मतदाता त परिनँ, तर हरिरोकाको कामलाई जहाँ भोट हाले पनि सघाउने हो मैले, हरिरोकाको कामलाई भोट नहाले पनि सघाउने हो मैले। त्यसकारण हरिरोका र हाम्रो कामलाई एकाकार बनाएर लैजानको लागि, यो ज्ञानलाई यो सिपलाई एकाकार बनाएर लैजानको लागि चाहिँ हरिरोकालाई यसपालि जिताउनु त पर्यो नै। देशभरिबाट एउटा नयाँ सोचको थालनी पनि गर्नु पर्यो।